नमस्ते पाला। नमस्ते। तपाईँको नाम के हो? मेरो नाम पिन्चो वाङछु। खिन्जु वाङछु। तपाईँ अहिले कति वर्षको हुनुभयो? अब भयो 75। 75। नेपाल 24 वर्षको उमेरमा आउनुभएको हो? नेपालमा आयो 24 वर्षमा। धेरै वर्ष नेपालमा बिताउनु भएछ। अनि तपाईँको टिबेटबाट नेपाल आउँदा कति दिनमा आइपुग्नु भयो? त्यति बेला त 8 दिन जति लाग्यो होला। 8 दिन जति। अनि त्यो जङ्गलमा खाना पानीहरू के कस्तोको सुविधा? त्यति बेला त खाना धेरै पाएन। कुम्भकलामाथि हिमालमा त तातो नपाएर 3 दिन रात दिन 6 दिन खान पाएन। तातो पनि चिया पाएन। चिया पनि खानु पाएन। घरबाट आउने बेला 3 दिन रात दिन निन्द छैन। राति पनि दिउँसो पनि भाग्ने आउने। राति हिँड्ने दिउँसो बस्ने। बस्ने पनि पाएन। त्यो जङ्गलमा हिँड्नु पर्यो। निन्द लानु पाएन। सुन्नु पाएन। सुत्नै दिएनन्। पाएन कहाँ चावल हुनु पर्यो। अनि त्यसरी पास गराउने त तपाईँहरूको त्यतिखेर टिम लिडर थियो होला नि? टिम लिडर थियो होला नि त नेपाल ल्याउने यसरी? छैन छैन। आफै कोही पनि छैन। म त मेरो दाइ हामी 2 जना मात्रै छ। टिम पनि छैन। थाहा पनि छैन। त्यसै आयो। अब थिङ्ग्रीबाट भन्ने कुम्भकला भन्ने माथि हो भनेको सुनेछ अरे दाइले। मलाई त थाहा छैन। अब त्यसैले आयो। अनि त्यसैले बाटोसित नपाएर अब 8 दिन जति लाग्यो नि। बाटोसित भयो भने त 3 दिनमा पुग्थ्यो। तपाईँ पछि फर्केर नि जानुभएछ। फर्केर जाँदाखेरि चाहिँ 3 दिनमा पुग्नुभयो? त्यति बेला त 3 दिनमा पुग्छ। कहाँ? कुम्भकलाबाट त हिमालबाट त 3 दिनमा पुग्छ। एभरेस्ट बेस क्याम्पबाट 3 दिनमा पुग्छ। अनि जाँदा चाहिँ खाजाहरू के भयो त? खाना आगो? खाजा त के हो? पिचोरा चिया मात्रै। चिया पाउँछ। चिया बनाउने जङ्गलमा। अब दिउँसोतिर जङ्गलमा आगो बाल्यो भने धुवा निस्किँदैन। दिउँसो घाममाथि भयो भने धुवा निस्किँदैन। तातोले हो। अनि चिया पकाउने अब पिठो खाने। बाटोमा बिहान जङ्गलमा बाल्यो भने धुवा निस्किन्छ नि। धुवा बिहान बेलुका चिसोले। चिसो होइन, धुवा निस्किन्छ नि। देखिन्छ। दिउँसो धुवा निस्किँदैन। दिउँसो जङ्गलमा पानी चिया खाने, चिया बनाउने अनि पिठो खाने त हुन्छ। अनि फेरि उताबाट तपाईँ टिबेट पुगेर पनि फर्केर आउनुभयो है नेपाल? आयो त्यति बेला। 3 दिनमा एभरेस्ट बेस क्याम्प आइपुग्नु भयो? 3 दिनमा पुग्छ। त्यति बेला बाटो त छ नि। बाटो थाहा भयो? त छ। अब राति यति जाने, दिउँसो यतिसम्म जाने, यतिसम्म सुन्ने भन्ने थाहा हुन्छ नि। पहिला थाहा छैन। अब बाटो नबुलेर कहाँ पुग्यो। अनि नाम्चे बजारतिर आएर चाहिँ कति महिना बस्नुभयो? नाम्चे बजारमा माथि बस्यो। खुम्चुङ भन्ने। खुन्देमा बस्यो। त्यति बेला कति वर्ष बस्नुभयो? त्यहाँ 3 महिना जति कुली गर्यो। 3 महिना जति कुली गर्यो। अनि उताबाट आउने बेला 3 महिना कुली गर्दाखेरि 300 जति पैसा पायो। त्यसले चामल किन्यो, मकै किन्यो, त्यो पुऱ्याउनु भयो। फेरि टिबेटै जानुभयो? टिबेटमा नगएर उता खाना छैन उनीहरूलाई। खानुको बडो महामारी रहेछ है त्यहाँ त्यतिखेर टिबेट। अनि त्यति बेला मेरो घरमा चाहिँ अब माग्ने जाने परेन। अनि सबै माग्ने भयो। अब दुःख भएन? दुःख धेरै भएन। खाना अलिअलि पुग्थ्यो। धेरै खाने त पाउँदैन। बोकेर बस्नु पाएन। अहिले त त्यहाँबाट झरेर सोलुखुम्बुको झ्याल्सा बस्नु भएछ है? झ्याल्सा 4 वर्ष? झ्याल्सामा बस्यो। झ्याल्सामा 2 वर्ष बस्यो। 2 वर्ष?
त्यहाँबाट फेरि काठमाडौँ आउनुभयो ससम्म 2 वर्ष बस्यो र म कम्पाइन नम्चे गयो ए नम्चेमा 2 वर्ष बस्यो किचिङ गर्यो ए किचन कुली खाना बनाउने अनि त्यहाँ कमानले पुग्यो अब कमानले पुग्यो भने अब त्यहाँ यहाँ बसेको नाम्चेबाट चाहिँ अब काठमाडौँ आउनुभएको आयो कति हजार पैसाको लिएर आउनुभयो नाम्चेबाट काठमाडौँ त्यति आउनु बेला 5,000 हालेर योभन्दा कति 50 वर्ष अगाडि हो हो 50,000 के अरे 5,000 त्यति बेला 50 वर्ष अगाडि त्यो त्यति बेला अब मेरो त्यस्ता भाइहरू छ छ उनीहरू 6सम्म पैसा छ म र मेरो दाइ र मेरो बुढी यहाँ आएछ म यहाँ बिलमा आयो पैसा त उता पठायो हाम्रो एकै हो भनेर होइन पछि उनीहरू पायो मैले पाइनँ ल हामी दुई भाइको गन्थन आज यसरी यहाँ ल यो रमाइलो गुम्बामा चलेको छ आज थुतो रुम्बुची गुम्बा थुतुङ रिम्बुछे गुम्बा थुतो रुम्बुची गुम्बा भएको ठाउँमा आएर बसेका छौँ हामी यसरी उहाँहरू पनि 12-13 जना मात्रै आउनुभएको छ हामी घुमेको पनि 2 वर्ष भयो भन्नुहुन्छ उहाँले 2 वर्ष भयो सँगै ल धन्यवाद छ पाला ल